आज चाहिँ हामी मुस्ताङतिर जाँदै गएको टुर छ र यहाँ भने चाहिँ एकदम ह्यान्डसम दाइ चाहिँ यता बसिराख्नु भएको छ होइन सबैजना यता फोटो खिच्नमा व्यस्त यहाँ चाहिँ हाम्रो दाइ चाहिँ मस्त चुरोट तानिराख्नु छ दाइ के छ ठिक छ बवाल होइन त ल उहाँबाट हामफाल्दै राख्नु भयो सबैजना ल हेर्नु सक्नुहुनेछ आइसक्नु भयो पासाङ ब्रदर म चाहिँ पास ल अझै आउनुहुँदैछ ल ल ल को छिटो ल हाम्रो सँग दाइ पनि आउनुहुँदैछ लुत्रुक्कै भिजेर आउनु भएछ हाम्रो सँग दाइ कस्तो लाग्यो त ठिक लाग्यो एकदम बेस्ट एकदम चिसो सम्भव भइरहेको ल अब अझ आउनुहुँदैछ गाई जतिजनाले यो भिडियो हेर्नुहुनेछ प्लिज सब्सक्राइब गरिदिनु होला है पछि गएर चाहिँ नबिर्सिनु होला आज सबैजनाले मुस्ताङ हेर्नु पाउनुहुनेछ ल आउनु हुँदैछ अब हाम्रो अर्को बिग बस बिस्तारी कुरालाई कति हतारमा ल फोटो दामी आएको छ तपाईँको ल कुमार दाइ कस्तो लाग्यो त झर्रा एकदमै राम्रो छ साह्रै राम्रो अब अर्को चेन्ज गर्ने कपडा भइदियो त्यहाँ मजाले नउठ्यो त्यहाँ मजाले गाउनु आनन्द लाग्थ्यो चिसो ठन्डा कुल भएर आउनु भएछ हाम्रो कुमार दाइ साह्रै राम्रो ल अब हामी अब चाहिँ यात्रा अगाडि बढ्दैछ ल बस्ने दाइ जाने हो ल है हाम्रो दाइले अब अर्डर दिइसक्नु भएको छ ल अब बाँकी भिडियो तपाईँहरूलाई पुगिसकेपछि देखाउनेछु है त म मुस्ताङ